अहिले फेरि यो डराई पिकनिक आएछ। डराई पिकनिक भनेको चाहिँ वहाँ गएर खानेकुरा पकाउन पनि नपर्ने, घरैबाट सबैले आफ्ना आफ्ना घरबाट खानेकुरो बनाएर पोको पुन्तेरो पारेर लिएर जाने। अनि यो पानीपुरी चटपटी चाहिँ छुट्याउनै नहुने कुरो। एकदम राम्रो भएकोले चाहिँ आज चाहिँ हामी पिकनिक जाँदैछौँ। यही तर्फबाट साइडमा राख्यौँ, अलि हिँड्नै बिर्सिनु भयो। फेरि हामी घुमाएर जाँदैछौँ। ढिला भइसक्यो। अचार भेटियो के नि? अहिले चाहिँ हामी स्काई पार्कमा आएका छौँ है। रमाइलो छ है। हामी पनि बिस्तारै बिस्तारै लभ स्टोरी सुनाउन लागेको बाटो र कताको के को त्यो त छ। फर्काएर तपाईँहरूको पछि आउँछ यिनीहरू पछि पछि भन्दा पनि बरु जान्थ्यो है। के अरे रातो गाडी तर अर्कै रातो गाडी भएर पछि उनीहरूलाई नि हाम्रो पछि पछि आएको रे। अनि अर्कै पछि त झुक्यो भनेर थाहा भएर अनि उनीहरूले फर्काएर गएको। कोजेन्जी हो क्या बुद्धिस्ट टेम्पल। म होइन 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 माछा राख्दैछ ऊ छ नि। ए छैन रहेछ त्यो डाडु पुग्यो। यस्तै हो तर नरहेछ यसको नरहेछ। ra lên tìm nào tôi đi ở xa xuống lên máy gurung gì anh đây Arif lai Arif सुतिरह सन्देश दाइ हाम्रो सुजन दाइलाई 15 मिनेट लाग्यो ओचा अनि हाम्रो कान्छीलाई मलाई चना मिठो लाग्यो मलाई चाहिँ सबै मिठो लाग्यो ए काइ देख है फटाफट फटाफट क्लोजिङ फटाफट टक्क गाउन त्यो टक्क गाउन फेरि भाउजूले कुन भाषामा बोलेर ठर्काउँछ भने नि अरे हात तरिका खुसी लाग्यो होइन अनि त्यस्तै कराउने बानीहरू त अनि